ल गुड मर्निङ गाइज एभ्री सबैजनालाई र जेमकी जेम सेवारो अनि एकदमै मिठो वेलकम फेरि पनि यो भुटान गान्छेको नयाँ ब्लगमा है। र अहिले चाहिँ हामी टासियाङ आइपुगेछौँ अनि बिहान उठेर यसरी हामी चाहिँ फ्राइड राइस खाएर चाहिँ अब हामी मगरतर्फ लाग्न आँटेको छौँ अहिले चाहिँ। र हिजो मेरो ब्लग बनिएन किनकि हामी गेल्पु जर्नी टेक गरेर चाहिँ हामी टासियाङ आएको थियौँ बेलुका भयो, त्यसले गर्दा ब्लग बनाउन सकेन। तर अहिले हामी यहाँ टासियाङबाट चाहिँ मगर जाँदै गरेको ब्लग चाहिँ तपाईँहरूलाई गरिदिनेछु। किचनबाट आएको होइन त त फ्याँकेर आएको लगाएर आएको अन्त त्यो किचन त फ्याँक्ने हो त भाइ त्यहाँ गएर लगाउनु परेछ भने त हाउडी हुन्छ त्यो त ए बिजा गर ल जाउँ। बिहान बिहान केही भन्दैन मेरो ब्लगमा। आज मात्रै बनाएँ, हिजो रात पऱ्यो भने त बनाउन सकेन होइन, राम्रो देख्दैन। आज मात्रै बनाइदिएँ, आज मात्रै बनाएँ। अब हिजो आउनु रात भयो हो, केही के अरे चिनोहरू राम्रोसँग हेर्नु पाएन, बनाउनु पाएन। अब जान दिन बाटोमा बनाउँदै जानुपर्छ हो। अनि छुट्टिने बेला पनि आउनु आँटिसक्यो हाम्रो, जुन खानु बाँकी छ। लगाइस यहाँ चाहिँ हाम्रो याक्सिन हाम्रो ब्रोक्पा आप्पाले चाहिँ पक्रेर राखेको रहेछ। अनि यो याक चाहिँ म फुकाइदिउँ कि भनेको ब्रोक्पा आप्पाले पाताङ निकालेर खेदाउँछ भने डर पनि लागिरहेछ मलाई। अनि यो सेम चाहिँ मेकअप गरिरहेको चाहिँ उता गोरुले मिमिक्री गरिरहेको छ यसको चाहिँ। लगाइस तपाईँहरू यो त मेरो साथी हो, भिडियोमा देखिरहनु भइरहेको थियो। यो चाहिँ मगरमा बस्छ, यसले चाहिँ है ड्युटी अहिले मगरमा पाएको रहेछ, भ्याकेन्ट पाएछ र एप्लाई गरेको, उसलाई सेलेक्सन पनि भएको छ। साथीको खुसी छ, अनरहरू। के हो यो साथी नै मजा जस्तो के अरे चुचे जस्तो पुचरले साह्रै लागेको छ। यो अन्त भ्यू चाहिँ वाह वाह Aku boleh. Oh. Monger Town. ल गाइस अब हामी चाहिँ सुटिङ त भइसक्यो, हल्का लन्च गरेर दुईजना सुटिङ आँटेको छौँ गाइस। लन्च गरेर छुट्टी नै पाउँछै पाउँदैन गाइस। जिन्दगीमा मगरजङ फर्स्ट टाइम आएको हो। अब होटल खोज्दा खोज्दा हामीले दिन जान आँटिसक्यो। कसको यसको होइन त्यो ओल्ड ए हो त्यो। अब त्यहाँ गएर सोध्यौँ गाइस। हामी चाहिँ थाली रेस्टुरेन्ट बल्ल भेट्यो कि मगरमा आएर चाहिँ जिएमसीको मान्छे र हराइसक्यो मगरमा आएर। दोकान चाहिँ दोकान खोजेर यस्तो बिल्डिङ रहेछ। फास्टफुड के पाउँछ है? फास्टफुड त अहिले कुका मोमो छ होला। अरू चाउमिन छ? चाउमिन छ? चाउमिन छ? ए तपाईँ होइन? ए हो? भाउजूको होला? ड्रिमको फिलिङ आएको छ। ड्रिम यता गाङलम यहाँदेखि उता माथिबाट घुम्ने निस्किनु 5 घन्टामा पार हुन्छ निस्किन्छ? गाङलम त तल ए उँधोपट्टि हो? तल
ए टेम्पोबाट आउँदो रहेछ नि टेम्पो यहाँदेखि लिङमिथाङ उधर जान्छ लिमिटाङ तल लिङमिथाङ निक्लेर प्रोजेक्टबाट चाहिँ उता गाङ्लाम निक्लिने भनेर लिमिटाङ नपुगी किन हुन्छ नपुगी जान्छ जस्तो कि तल पुरी छ कि त्यो प्रोजेक्टबाट वारी जान्छ नि त वारी चाहिँ उयो पारी उयो के अरे लिमिटाङ जान्छ वारी चाहिँ पुरी प्रोजेक्टबाट त्यहाँबाट जानुपर्छ र अनि अब चाहिँ भने हाम्रो बस पनि आइपुगेको रहेछ र मेरो साथी चाहिँ अब चाहिँ मबाट छुट्टिन लागिरहेछ हाम्रो दुईजनाको चाहिँ अब डिपर्चर हुन आँटेको छौँ है दुईजना छुट्टिन लागेको छौँ उहाँको बस आएछ अनि म चाहिँ यहाँ हाम्रो मेरो साथीलाई चाहिँ मगर टाउनसम्म छोडेर चाहिँ म चाहिँ यहाँदेखि अब गेलु फेरि फर्केर जानेछु है एकदमै मनमा है नरमाइलो लागिरहेको छ र भित्रैबाट मन दुखिरहेको छ मेरो साथी छुट्टिनु समय हुँदैछ र यसरी नै म चाहिँ अब एक्लै फर्किन आँटिरहेको छु है उहाँलाई चाहिँ गाडीमा चढाएर तपाईँले कुदाउनु गाडी अरे ल राम्रो आरामले जान्छ यो बाटो त्यो टेन्सन केही छैन यहाँबाट तपाईँ सिधै जानु तल पुग्दाखेरि चाहिँ यस्तो चाहिँ फेरि उता लुन्चे खाबे ब्लक हुन्छ तपाईँ सिधै जानु ल रामसँग पुरी पाल्नु ल ल ल टेन्सन छैन लगायत मेरो चाहिँ अहिले साथी पनि छोडेको छ है साथी पनि सरले गइगयो एकदमै नरमाइलो लागिरहेको छ अब एक्लै जानुपर्छ यहाँदेखि होइन 8-9 आवर्सको बाटो हो जिएमसी पुग्नलाई र एक्लै जानु पर्दाखेरि है आँखा पनि आँसु रहिसकेको छ है साथी मायाले गर्दा यत्रो यात्रा दुईजना सँगै हिँड्यो र यसरी उहाँलाई बिदा गर्दा चाहिँ मेरो साथीलाई बिदा गर्दा चाहिँ एकदमै मनभित्रैबाट निचोरेर आएको छु तर केही छैन अब है उहाँको पनि एउटा काम हो काममा उसले पनि एउटा राम्रो काम पाएको छ र त्यसमै नै खुसी लागेको छ केही छैन मेरो साथीलाई एकदमै है सुखले एकदमै खुसी र यस्तै तपाईँहरूको माया है मेरो साथीलाई मिलिरहोस् र उसको जिन्दगीमा धेरैभन्दा धेरै खुसीहरू छस् भन्ने मेरो यही कामना छ र एकदमै सबैले मेरो भिडियो मन परिदिइरहनु भएको छ र म यहाँदेखि चाहिँ अब जिएमसी फर्किन्छु मेरो साथीलाई चाहिँ ड्रप गरिसकेँ ग्यास ल।